हेलो नमस्ते। कीर्तिपुरमा अहिले आन्तरिक पर्यटक यति धेरै आइराखेको छ नि, त्यहाँ पार्किङकै समस्या छ के। लायकुदेखि यतासम्म पुरै चिठुसम्म हेऱ्यो भने पार्किङकै समस्या छ। यो अवस्थामा हामीले पार्किङको समस्या समाधान गर्नको लागि त्यो देवपुखु छ नि, देवपुखुलाई माटोले पुरेर फिलिङ गरेर त्यसमा पार्किङ बनायो भने कसो होला? कस्तो अनौठो सुन्यो, कस्तो वाहियात सुन्यो, कस्तो पागलपन जस्तो सुन्यो। हो त्यस्तै भएको छ। भाग भएर पछाडिको त्यो जुन साँगुरो र एकदम स्ट्रेट ठाडो जुन खुड्किलो छ, आज दियो ल या आज दियो तख भन्नेवाला त्यो बाटोमा त्यस्तै भएको छ। त्यहाँ नागबेली जस्तो गरेर यसरी हिँड्नुपर्ने जस्तो गरेर बाटो बनाएको रहेछ अहिलेको प्रशासनले, अहिलेको नगरपालिका या वडा भनौँ। त्यो आँटलाई पनि मान्नै पर्छ। कति धेरै अध्ययन गर्नुभएको छ कि छैन या गर्नुभएको हो भने त धेरै राम्रै भयो। मैले भन्नु खोजेको त्यो साँगुरो बाटो किन बनायो होला त? हाम्रो पुर्खाले दायाँ बायाँ सार्वजनिक जग्गा हुँदाहुँदै किन फराकिलो बाटो बनाउन सकेनन् होला? कि पैसा नभएर हो? अहिले भन्दा त त्यो बेला कम पैसामा बन्थ्यो, श्रमदान गर्ने यत्तिकै हुन्थ्यो। ढोगमी भन्ने यो बाटो बनाउनलाई ढुङ्गाहरू काट्नलाई, ढुङ्गाहरू बनाउनको लागि त्यो खुड्किलो जस्तो ढुङ्गाहरू बनाउनको लागि फ्रीमा काम गर्न आउनुहुन्थ्यो। अझ टोलकै मान्छेहरूले बाटो बनाउने काममा खाजा खुवाउनु ल्याउनुहुन्थ्यो, ऐला खुवाउनु ल्याउनुहुन्थ्यो। तर किन साँगुरो नै बनायो त? दुईजनाबाट चारजनासँग हिँड्न पनि अप्ठ्यारो हुने बनाए। फेरि अर्को कुरा, भारी बोकेर आउनुपर्छ, त्यत्रो ट्याङ्ला फाँटमा जग्गा थियो कितिपुरेहरू सबैको। त्यहाँबाट धान बोकेर आउनु पर्थ्यो, मकै बोकेर आउनु पर्थ्यो, अन्न बाली बोकेर आउनलाई त अलि नागबेली यसरी बनाएको हुँदा भए त सजिलो हुन्थ्यो होला हिँड्नलाई भारी बोकेर। किन सिधै बनाएको त? र त्यहाँको मात्र कुरा होइन, बागभैरव पछाडिको त्यो बाटोको मात्र कुरा होइन। तपाईँ इन्द्रायणी शक्तिपीठ पुरानो नगरपालिका भवनको माथिपट्टि रहेको देवढोका जुन छ, त्यो ढोकाको बाहिरपट्टिको त्यो भर्याङ पनि हेर्नु न, खुड्किलो भर्याङ भन्दा पनि खुड्किलो। त्यो किन सिधा छ र ठाडै छ? र त्यसपछि यतापट्टि आउँदाखेरि अहिले त त्यहाँ मोटर बाटो बनायो, नभए त्यो पनि बाटो हेर्दाखेरि मोटर बाटो भए पनि त्यो पनि हेर्दाखेरि समल ढोकाको सिधा छ नि। र अर्को त्यो समल टोलकै यतापट्टि यो हामी धिनातमा भन्छौँ, त्यो खुड्किलोमा हेर्दा पनि ठाडो र सिधै किन छ त? यसको राजनीतिक कारण छ। किनकि राज्य राज्यबीच धेरै द्वन्द्वहरू हुने, एकले अर्कालाई आक्रमण गरिराख्ने हुँदाखेरि कहिले पनि हार्न नजानेको, नहारेको कीर्तिपुर यही कारणले हो। यो हाम्रो सम्पदा हो। हामी त कस्तो भएको छौँ भने एकजना कोफी अन्नानसँग युएनको हेड बन्नुभएको थियो कोफी अन्नान, उहाँसँग हेड बन्दै गर्दाखेरि नेपाली एकजना हाम्रो क्लासमेट काम गर्ने, उहाँको टिममा बसेर काम गर्ने मौका पाउनुभएको थियो। उहाँले भन्नुभएको थियो कि हनुमानलाई यति धेरै गोदेको थियो एउटा फिस्टेले, हनुमान क्वाँ क्वाँ रोएर घर आएर के। अनि त्यसपछि उसको साथीले त बाटोमै भेटेर किन रोको तिमी भन्दाखेरि मलाई त्यसले कुट्यो नि। हा, हनुमान भएर नि एउटा सानो फिस्टेले कुट्दाखेरि रुने भनेर नि। म त अनि यस्तो निर्बल मान्छेलाई कुटिहाल्छन् जसले पनि, म चाहिँ के ठुलो कुरा हो र नि। तट तिमी त संसारकै सबभन्दा बलियो मान्छे हो, ल पहाडलाई अहिले भर्खर ठेल भनेछ, उसले मानेन। कहाँ हुन्छ भनेर अनि ठेल नि ठेल भनेछ, पहाड ठेलेको पहाडै ठेलेर भित्ता नै कता पुऱ्यायो पुऱ्यायो भनेको जस्तो के। आफ्नो शक्ति पनि आफ्नो सम्पत्ति पनि अरूले बुझाइदिनु पर्ने, हामीले बुझ्नै सकेनौँ। कुनै पनि ढोकाको ठ्याक्क पछाडि बाहिरपट्टि त्यो खुड्किलो छ, या खुड्किलो सकिनासाथ माथिपट्टि ढोका किन छ हाम्रो कीर्तिपुरमा भन्दाखेरि त्यो चाहिँ राजनीतिक रूपमा एकदम महत्त्वपूर्ण। किन भन्दाखेरि त्यहाँ दुई चारजना अरू विपक्ष राज्यका सैनिकहरू आउनासाथ अलि यो खुड्किलो हो भने, यहाँनिर ढोका छ भने यहाँसम्म आइपुग्दाखेरि 75-80% खुड्किलो चढेर आउँदाखेरि त त्यहाँ धेरै उसको सैनिकहरू त लावालस्को लाएर आइरहेको हुन्छ। त्यहाँबाट ढुङ्गा दुईवटा गुल्टाइदिन साथ ऊ छल्ने ठाउँ नै हुँदैन, भाग्ने ठाउँ नै हुँदैन। धिनातमा कहाँ भाग्ने, त्यसपछि इन्द्रायणीको ठाउँमा कहाँ भाग्ने, या यो बागभैरवको अहिलेको जुन खुड्किलोको विषय छ त्यहाँ कहाँ भाग्ने, भाग्नै मिल्दैन नि। नभए त सार्वजनिक जग्गा जति पनि थियो ठुलो फराकिलो बाटो बनाउँदा नि हुन्थ्यो नि। किन बनायो भने फराकिलोमा त ऊ नाच्दै आउन सक्छ। नागबेली बनाउँदा नि हुन्थ्यो, नागबेली बनायो भने के हुन्छ, त्यो ढुङ्गा गुल्टिँदैन र ऊ छल्दै माथि ऊ सबै एकैचोटि हजारौँजना मान्छे एकैचोटि छिर्यो भने त सखा पारिदिन्छ देशलाई। र उसलाई त दुई दुईजना छिरायो भने त आफू यहाँ 100जना छ भने त उसको 10-10जना आयो भने त सधैँ छिनालिराख्न सक्छ नि त। कारण यो हो। अनि अहिले त्यत्रो आँट गरेको देखेर मलाई अचम्म चाहिँ के लाग्यो भने, बागभैरवको त्यो सिधो ठाडो बाटोलाई पनि अब हुँदै नभएको बाटो ठाउँमा बाटो ल्याएर त्यसलाई अझ यति ठुलो रिटिङ वाल पनि लाउन भ्याइसक्यो भनेपछि त्यो थोरै आँटले भएको हो जस्तो मलाई लागेन। एकदमै धेरै ठुलो आँट गर्नुभएको रहेछ। तर अध्ययन चाहिँ तपाईँले गर्नुभएको छ कि छैन, त्यो ठाडो बाटो नै राख्नुपर्छ। त्यो हाम्रो सम्पदा हो। किनकि अहिले मैले भर्खरै अस्ति भर्खरै अस्ट्रेलियाको भिडियोहरू हाल्दै गर्दाखेरि फर्स्ट वर्ल्ड वार, सेकेन्ड वर्ल्ड वारको भिडियोहरू 1914देखि 1919सम्म चलेको, अनि 1940तिरको जुन फर्स्ट वर्ल्ड वार र सेकेन्ड वर्ल्ड वार
फर्स्ट वर्ल्ड वार चाहिँ अब 100 वर्ष चाहनु भयो भने सेकेन्ड वर्ल्ड वार त 100 वर्ष पनि भएको छैन। तर उहाँले एउटा जब ब्याट्री अब्जर्भेसन त्यो सेन्टर पनि राख्नु भएको छ, त्यो राडारहरू चेक गर्ने ठाउँ, त्यो नेटवर्क सेन्टर पनि उहाँले एकदमै संरक्षण गरेर राख्नु भएको छ नि। त्यसलाई ए को बी पनि गर्नु भएको छैन। उहाँले चाह्यो भने यो सुन खानी भएको देशमा यति धेरै पैसा कमाउने ठाउँमा यति धेरै धनी नै छ नि, नेपालीहरू त सबै यहीँ आएर काम गर्नु परेको अवस्था छ। यस्तो देशमा उसले सुनको छानै लाएर गर्न सक्छ नि त्यो उसको त्यो पुरानो बिल्डिङहरू, तर गरेको छैन नि। उसको जमानामा जस्तो छ त्यस्तै देखाइरहेको छ। र हामीले हाम्रो शक्ति भनेको त्यहाँको मानवीय शक्ति मात्र होइन नि। त्यो बेला हाम्रो बाजेहरू चाहिँ एकदम बलियो भएर मात्र पृथ्वीनारायण शाहलाई 17-18 चोटि हराएको होइन, उहाँले नै इतिहासमा लेख्नु भएको छ 3 चोटि भनेर। तैपनि त्यो लडेर जितेको होइन, त्यहाँको धनवन्त काजीको छोरालाई चाहिँ किडन्याप गरेर ल अब स्वीकार हार भनेर, किनकि त्यो 6-7 महिनादेखि त्यहाँ चाहिँ नाकाबन्दी लगाएर पानीको हाहाकार मचाएर त्यसरी लिएको ठाउँ हो। पछि आएर फेरि नाक कान घाँटी काट्न आएको त अझ पछि लिइसकेपछिको कुरा हो। र अर्को कुरा, त्यसरी लिए पनि राजा कहिले पनि कि त्यो डाँडामा चढ्नु हुन्न, त्यहाँ जानै हुन्न भनेर छाप बसेको कारण पनि यही हो। त्यहाँ त्यति जाजती भइसके जस्तो त्यहाँ कितिपुरेहरू त अझ पनि उठ्छन्, उठेर त्यहाँ फेरि ढुङ्गामुढा गरिदिएला। एक ठाउँमा हाई हाई भइरहेछ नि, अर्को ठाउँमा ढुङ्गामुढा भएपछि विवादित बन्ला राजा, बरु जानै हुन्न भन्यो भने आनन्द राजनीतिक रूपमा भनेर त्यस्तो। अरू गणतन्त्रको विषयमा पनि गणतन्त्र पनि सुरुमै मुद्दा उठाउने कितिपुरमा राको बालेर कितिपुरे हो नि। अनि यस्तो कहिले पनि नहारेको कितिपुर आज आफै साथीहरूले नबुझेको देखेर त अचम्म लाग्यो। अब साथीहरू बिच सङ्घर्ष गरिनु परेको छ, किनकि त्यो सिधा सिधा यस्तो ठाडो बाटोमा दुईवटा ढुङ्गा गुल्टिएर गएको जस्तो त्यहाँ दुईवटा ढुङ्गा राखिराख्ने हो भने, या दुईवटा भनेको त्यहाँ 8-10वटा ढुङ्गा राखिरहनु भने, यस्तै ढुङ्गा हाम्रो बाजेहरूले चाहिँ गुल्टाएर युज गरेको थियो, ढुङ्गाले पनि युद्ध जितेको भनेर त देखाउन सकिन्थ्यो नि। माथि पनि 2-4वटा मूर्तिसहित अझ नभए ढुङ्गा मात्र भए पनि राखेर, साइजको ढुङ्गा अब कत्रो राख्ने हो, यत्रो यत्रो सानसानोदेखि लिएर चेप्टो ढुङ्गा, गोलो साइकलको पाङ्रा जस्तो र अलिक ठुल्ठुलो ढुङ्गा राखेर राख्ने हो भने त त्यो त सबै ठाउँमा नै त्यहाँ त एकदमै त्यस्तो म्युजियम, ओपन म्युजियम त कतै पनि देख्न सक्दैन थियो। के यो अनि 100 वर्ष पुरानो मात्रै हो त हाम्रो यो सम्पदा? यो त अहिले 250 देखि 300 वर्ष त देखिएकै छ, युद्धपछि मात्रै। त्यो युद्धमा मात्र बनाएको लौ त होइन, यो बाटो त होइन। यो त त्योभन्दा 500-1000 वर्ष अगाडि जुन दिनदेखि त्यहाँ कितिपुरमा देव व्यवस्थाको सुरुवात भयो त्यो बेलादेखि नै त्यो बाटो त त्यसरी ठाडै थियो। ढुङ्गा पछि मर्मत गऱ्यो होला, ढुङ्गा बिछ्याउने काम भयो होला, त्यो अर्को कुरा। तर त्यो बाटोलाई त जुन सेप दिएको थियो त्यो त त्यस्तै थियो। अरू ठाउँमा नागबली थियो भने त्यहाँ त सिधा थियो। र अर्को कुरा, हाम्रो बाजेहरू एकदम बलियो भएर मुडे बलले मात्र जितेको त होइन युद्धहरू सबै। यस्तै भएर जितिरहेको थियो, किनकि त्यो यो जुन बाटो छ त्यो पनि हाम्रो शक्ति थियो नि, त्यो डाँडो पनि शक्ति थियो र त्यो बाटो पनि शक्ति थियो। त्यहाँबाट ढुङ्गा एउटा गुल्टाइदियो भने 100औँ मान्छे मर्ने, 100औँ उसको सैनिकहरू मर्ने। हामी त अनि 2-4जना यताउता छिटपुट जङ्गलतिर भागेर या बाटोको साइड लागेर बाँचिहाल्यो भने पनि अब त 2-4जनालाई मार्नलाई त अर्को 10-20जनाले त सजिलै सक्ने भयो। यसरी हो। अनि यो कुरा पनि नबुझ्ने, यो पनि विदेशीले आएर पढाइदिनु पर्ने। जस्तो कि तपाईँलाई थाहा छ कि छैन, आकाशे पानी सङ्कलन र आकाशे पानीको व्यवस्थापन वर्ल्डको बेस्ट किर्तिपुरमा हो, वर्ल्डको बेस्ट। यो मैले भनेको होइन, यो डेनिस इन्जिनियरिङ एउटा उनीहरूको टिमले, हाम्रो डेनिसहरूको डेनमार्कको इन्जिनियर एसोसिएसन या यस्तै समथिङ एउटा टिमले गरेको अध्ययनले उहाँहरूको रिपोर्टमा लेखेको। किन एक थोपा पानी पनि हामीले खेर जान दिएका छैनौँ। कितिपुरमा पर्ने एक थोपा पानी पनि खेर नजाने गरेर हामीले त्यहाँको आकाशे पानीलाई म्यानेज गरेर राखेका छौँ। सबै ढल मार्फत बग्छ। यता 3टा पोखरी छ भने यता छुट्टै फेरि 2-3टा पोखरी छ साइडमा। यस्तो राम्रो व्यवस्थापन भनेर डेनिसहरूले आएर हामीलाई भन्नु पर्यो। हामीलाई थाहा थिएन, हामीलाई त विश्वासै लाग्दैन नि, सबै विदेशको राम्रो भन्छ जस्तो लाग्छ नि। विदेशमा मैले तपाईँलाई पहिला पनि देखाइ नै सकेँ, मेरो भिडियोहरूमा हेर्न सक्नुहुन्छ। वर्ल्ड वार, फर्स्ट वर्ल्ड वार, सेकेन्ड वर्ल्ड वारको सबै एकदम सुरक्षितसँग राख्नु भएको छ, यस्तो यस्तो हतियार प्रयोग भएको भनेर। हामी पनि राखौँ न, 2-4वटा ढुङ्गा माथि राखौँ, तल राखौँ, यस्तो यस्तो ढुङ्गा युज गरेको थियो होला भनेर त्यहाँ वरपर कस्तो ढुङ्गा भेटिन्छ एकचोटि खोज गरौँ। अनि ढुङ्गाले पनि जितेको इतिहास हामी कोरौँ। हाम्रै भएको यस्तो गर्वको महसुस गर्ने इतिहासलाई मेट्न खोजेर हुन्छ त? अनि जब एउटा अहिले मोटर बाटो सबै ठाउँमा छ, त्यहाँ किन जबरजस्ती ल्याउनु पऱ्यो? ठिक छ, लग्यो पनि त्यहाँ जुन यो खुड्किलो बाटो छ यहाँसम्म ल्याएर रोके त भयो त, यहाँबाट फेरि सुरु गर्दा त भयो। यसले यो जुन खुड्किलो छ जात्रा गर्ने मार्ग, त्यसलाई चाहिँ किन डिस्टर्ब गर्ने? सबै कुरा हामी चाहिँ अब आधुनिक खोज्दै गएर मात्र पनि यो समस्याको समाधान हुन्छ जस्तो लाग्दैन। किनकि हाम्रो ठाउँ, हाम्रो सम्पत्ति, हाम्रो सम्पदा हामीले जोगायौँ भने त्यसबाट पनि मनोज्ञ कमाउन सकिन्छ, समृद्धि हासिल गर्न सकिन्छ र हाम्रो पहिचान पनि जोगाउन सकिन्छ।
यो कुरा चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ। ढिप्पी गरेर यही हो भनेर गर्नुहुन्न जस्तो लाग्छ मलाई त। यत्रो ठुलो वाल लगाएको देख्दाखेरि त म त एकदम अचम्म परेको, यसको इतिहास साथीले नबुझ्नु भयो कि हो कि भनेर। किनकि अहिले भर्खरै हिजोको कुरा याद गरौँ, हिलडाउन स्कुल थियो त्यो सत्तल, त्यो हिलडाउन स्कुलले भ्यू छेक्यो, मन्दिर पनि ठ्याक्कै बाहिरबाट देखिन भनेर त्यो भत्कायो, त्यो राम्रो गर्यो, ठिक छ। किन हिलडाउन स्कुलले तलपट्टि उसले आफ्नो बिल्डिङ बनाउन सक्ने अवस्थामा त्यो राम्रै छ, पढ्नेहरूले पनि तल पढ्न पाएकै छ। र अर्को कुरा अहिले चाहिँ कस्तो कुरा भयो भने बागभैरव मन्दिर ठ्याक्कै यसरी बस्या छ रेक्टेङ्गलमा, ठ्याक्कै छेकिने गरेर त्यसलाई यसम्म गरेर या उसलाई यता सारेर त्यहाँ चाहिँ भ्यू देख्ने बनाऊ भने जस्तो भयो क्या यो बाटो बनाएको चाहिँ। हामीले मेन फोकस केलाई राख्ने? मेन फोकस चाहिँ हाम्रो बागभैरव मन्दिर हो नि त, त्यसपछि भ्यू हो। अब यो बाटोमा पनि मेन फोकस चाहिँ त्यो खुड्किलो बाटो हो, त्यसपछि साइडको बाटोहरू जोड्ने बाटोहरू हो। अब हामीले जोड्ने बाटोलाई चाहिँ अहिले गाडी मजाले कुद्नको लागि बनाउने र भएको जुन मेन फोकस हुनुपर्ने हो त्यो सम्पदा चाहिँ मास्ने, त्यो चाहिँ भएन, एकदमै भएन जस्तो लाग्छ। र अर्को कुरा, यहाँ कैदी पनि कसरी राखेको थियो भनेर यो एकदमै सुरक्षितसँग राखेको मैले अस्ति भर्खरै त्यो भिडियोमा राखेकै छु। समातेका कैदीहरूलाई कसरी कुन घरहरूमा राखेको भनेर। हामीले कैदी समातेको न, पृथ्वीनारायण शाह जस्तो त्यति बहादुर, त्यति एकदमै दूरदर्शी राजालाई समातेको, काट्नलाई रेडी गरेको। तर राजाले मात्र मान्नुपर्छ, हामीसँग राजा छैन अहिले, अरू सैनिकले मान्नुहुन्न भनेर छोडेको हो नि। त्यो ठाउँ पनि अहिले हामीले देखाउन सकेको छैन। हिजो राजतन्त्रमा त देखाउन सकेन, उनीहरूले नेगेटिभली हेर्ला भन्ने डर थियो, ठिकै छ भन्नलाई। तर आज गणतन्त्रमा पनि त हामी कितिपुरका नागरिकहरू सबै जम्मा भएर, जनप्रतिनिधि सबै जम्मा भएर एउटा मिटिङ राखेर अहिले तलेजु भवानीको मन्दिर बनाएको जस्तो गरेर, दरबार बनाएको जस्तो गरेर, त्यसरी नै यहाँनिर चाहिँ पृथ्वीनारायण शाहलाई सम्भावित क्षेत्र है यहाँनिर चाहिँ समातेको भनेर एउटा डेमो जस्तो राख्न सकिन्थ्यो नि। त्यत्रो राजाको भाइले नेतृत्व गरेको त्यो राजाको भाइको आँखा नै फुटाउन सक्ने, त्यति तीर चलाउन सक्ने हामीसँग त्यो बेला जादुमय विलक्षणको त्यति ताकत रहेछ नि, त्यो एउटा पनि त देखाउन सक्थ्यो नि। यहाँनिर चाहिँ यसरी आँखा फुटाएको है भनेर सम्भावित क्षेत्र, अब ठ्याक्कै भन्न सकिएन, कसैले पनि त्यो मासिसकेको छ, यसरी नमासौँ यो बाटोलाई पनि भन्नु खोजेको, त्यो देखाउन सक्यो। अर्को कुरा, मर्नै हुँदैन थियो, मलाई पनि एकदमै मनपर्ने नै योद्धा हो, नाम सुन्दाखेरि पनि एकदम बाहुबली जस्तो लाग्ने काजी कालु पाण्डे, उहाँलाई पनि मार्न सक्ने हाम्रो बाजेहरू हो नि। त्यो के बलले मात्र मारेको होला त? त्यति क्वालिटीफुल त्यो खड्को चलाउन जान्ने, डबल धार भएको तरवार, यसरी काटेपछि फेरि यसरी पनि ब्याग हान्दाखेरि अर्कोलाई काट्न मिल्ने, एकैचोटि बोथ साइडबाट काट्न मिल्ने डबल ब्लेड भएकोवाला खड्कोले कसरी चलाउन जानेको होला, त्यत्रो काजी कालु पाण्डेलाई पनि कसरी मार्न सकेको होला। यस्तो यस्तो कुराहरू त हामीले देखाउन सक्छौँ। यस्तोमा छलफल गर्नु नि तपाईँहरू, 1 2 3 10वटाका वडा अध्यक्षहरू सदस्यहरू बस्नुहोस्, त्यसपछि नागरिक समाज बस्नुहोस्, मेयरहरू बस्नुहोस्, त्यहाँ त्यति धेरै हाम्रो सांस्कृतिक विज्ञहरू हुनुहुन्छ, उहाँहरू इतिहासविदहरू बस्नु, यहाँनिर चाहिँ यस्तो बनाउँदा राम्रो होला, त्यहाँनिर चाहिँ यस्तो बनाउँदा राम्रो होला भनेर आएका पर्यटकलाई कितिपुरभरि दिनभरि घुमाउने, अरू ठाउँ जानै नपर्ने गरेर बनाउनुहोस्। ओपन म्युजियम बनाउँ न। यो फेरि हाम्रो 100 वर्षको पुरानो पनि होइन, अहिले भर्खरै 300 वर्ष 17th सेन्चुरीको हो। यो अहिले भएको मात्र, योभन्दा अगाडिदेखि कितिपुर थियो, कितिपुर त युद्धमा मात्र आएर बसेको होइन। यस्तो हुँदा हुँदै पनि अनि हामी चाहिँ अब ढिप्पिने गरेर आजभोलिको जमानामा यसरी जानुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन। त्यही भएर यो बाटोलाई चाहिँ जस्तोको त्यस्तै बन्नुपर्छ। त्यो बाटो नै हाम्रो सम्पत्ति थियो, त्यही भएर हामीले चाहिँ जतिचोटि युद्ध लड्न आए पनि हामीले जितिरहेका हौँ। यदि हाम्रो फ्ल्याट एरिया भइदिए त सिधाइदिन्थ्यो। र उपत्यकामा सबभन्दा जित्न गाह्रो भएको र युनिटी भएको त्यो बेलाका राज्यहरूमा चाहिँ कितिपुर नै हो। कितिपुर र त्यसपछि भक्तपुर हो, ठिमी पनि हो, त्यहाँ पनि जित्नलाई गाह्रै थियो। तर अरू त ठुल्ठुला राज्यहरू पनि एक दिनै नटिकेको अवस्था थियो। यस्तो गर्वको इतिहास छ अनि मेट्न खोजेर हुन्छ? यो त मिलेन नि, अलि मिलेन जस्तो लाग्यो। यो चाहिँ जुन हिजो थियो त्यसलाई कायम राख्ने र जुन यसरी पुरै बाटै छेकेर नागबेली बनाउनु खोजेको छ, त्यो चाहिँ हुँदै भएन, अलिकति पनि भएन। यो कुरालाई चाहिँ सबैले महसुस गरेर खुल्ला म्युजियम बनाउनतर्फ चाहिँ लाग्नुपर्छ जस्तो लाग्छ। हस्त, धन्यवाद।